हेलो साथीहरू, आज चाहिँ हामीहरू यता डुल्न आएको थियौँ। अनि यहाँ म भिडियो गर्दैछु डुल्न आएको बेलामा। हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो हेरेर साथ दिनु होला। यो चाहिँ युएसको म अब भिडियो बनाउँदैछु, हजुरहरू हेर्नु होला। अहिले चाहिँ कति बजे भन्दा 5 बजिसकेको छ युएसमा। यो चाहिँ 5 बजेको टाइमको भिडियो हो। रात पर्न आँटेको छ। यस्तो छ युएस चाहिँ, डाँडा काँडा है। यहाँ चाहिँ हामी समरमा माछा मार्न आउँछौँ। सधैँ आइरहेको हुन्छौँ समरमा माछा मार्नु। अनि त्यही भएर पनि त जनवरी लाग्न आँट्यो। जनवरीमा त पुरा हिउँ पर्दैन। यसपालि चाहिँ हिउँ परेको छैन, त्यही भएर हामी आज आएको। हिउँ परेको रहेन। हिउँ पऱ्यो भने चाहिँ पार्कहरू पनि सबै बन्द हुन्छ। यो चाहिँ मेरो गाडी हो। गाडी चाहिँ यहाँ राखेको छु, यहाँ पार्किङ गरेर हजुरहरूलाई यहाँ भिडियो देखाउँदैछु। एकदम चिसो चाहिँ एकदम चिसो छ साथी हो। हिउँ नपरे पनि एकदम चिसो छ है। उयो माथिसम्म जान्छु ल। यता चाहिँ सिमसाग पनि पाउँछ। यता चाहिँ सिमसागहरू पनि पाउँछ। प्रायः जस्तो हामी सिमसाग खोज्नु यही ठाउँमा आउँछौँ है। हाम्रो सिमसाग खोज्ने ठाउँ चाहिँ यही हो। सिमसाग छ कि छैन साथीहरू जानुभएको छ, सिमसाग छ कि छैन भनेर हेर्नु गएको छ। अनि म चाहिँ हजुरहरूलाई यसो मनोरञ्जनको लागि भिडियो बनाऊ न त भनेर भिडियो बनाउँदैछु। हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्नु होला। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियोलाई साथ सपोर्ट दिनु होला। युएसमा चाहिँ यस्तै छ, रुखहरू चाहिँ छैन। हेर्नु न ढुङ्गाको चट्टानहरू छ है। डाँडाहरू डाँडा काँडा। कतिले त युएस कस्तो होला भनेर सोचिरहेको हुन्छ है। यो चाहिँ फेरि गाउँ जस्तै पर्यो, तर ठुल्ठुलो सिटी होइन, यो चाहिँ सानो सिटी परेको छ। त्यही भएर त्यस्तो उयो छैन। ठुल्ठुलो सिटीमा हो ठुलो ठुलो उयो हुने, तर यो चाहिँ सानो सिटी हो। त्यही भएर हामी चाहिँ यता आइडावा चाहिँ अलिक सानो सिटी पर्छ, अलिक सानो सिटीमा छौँ। म चाहिँ यता भिडियो बनाएर हिँडिरहेको छु। अरू चाहिँ सिमसागहरू खोज्नु गएको छ, हेर्नु गएको छ। हजुरहरू कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ युएस चाहिँ यस्तै छ है। हामी बसेको ठाउँ चाहिँ, अरू बसेको ठाउँ चाहिँ कस्तो छ नि म पनि त्यति घुमेको छुइनँ है युएस। 2-3 ठाउँ घुमेको छु।
तर हामी बसेको चाहिँ यस्तो छ हेर्नु म यहाँ माथिसम्म आइसकेँ हिँडेर है यस्तो छ यो खोलाहरू चाहिँ हामी जहिले पनि समरमा माछा मार्न आउँछौँ अनि अहिले चाहिँ पुरै सुकेको रहेछ यो खोला यस्तै छ साथी हो मेरो भिडियो हेरेर हजुरहरूले पनि इन्जोय गर्नु होला हजुरहरूलाई यस्तै नयाँ नयाँ भिडियो फेरि पनि ल्याउने छु अनि माथिसम्म जानु पर्यो माथिबाट चाहिँ अलि राम्रो भ्यू देखिन्छ कि भनेर यहाँ माथि आइपुगेँ म खोला चाहिँ यस्तो छ सरै देखाउँदैछ साथी हो युएस कस्तो छ भन्नेहरूलाई चाहिँ सधैँ मेरो भिडियो हेरिरहनु होला म सबै देखाउने छु अमेरिका चाहिँ कस्तो होला भनेर कतिजना त सक हुनुहुन्छ नि त तर यो चाहिँ सहरमा होइन भित्र चाहिँ होइन म बाहिर खिच्दैछु यो भिडियो चाहिँ बाहिर यसो हामी इन्जोय गर्ने ठाउँ कोही कोही बेला फिसिङमा आउने ठाउँतिर चाहिँ आएर म यो भिडियो लिँदैछु यस्तो छ यहाँ माथि नै आइसक्यो है डाँडामाथि नै हजुरहरूलाई फेरि डाँडामाथिबाट एकचोटि सबै भिडियो देखाउँछु यस्तो छ हजुरहरू मेरो भिडियो हेरेर कताबाट हेर्दै हुनुहुन्छ सबैले कमेन्टमा लेख्नु होला अझै पनि म यस्तै राम्रो राम्रो भिडियोहरू ल्याउने छु हजुरहरूको सामु है हजुरहरू साथ दिनु होला मैले अघि भने नि साथी हो सिमसाग चाहिँ आएको आउँछ भनेर आएको साथी हो पानी यहाँ पर पानी झरेको यहाँ त्यस्तो डाँडा छ है साथी तर पानी त कहाँ देखेको छु बाटो हेर्नु लाग्छ डाँडाबाट तपाईँको पानी कताबाट आयो मलाई नै भिडियो कस्तो लाग्छ राम्रो छ भने राम्रो छ भनिदिनु नराम्रो छ भने नराम्रो छ भनिदिनु मैले यो भिडियोमा त्यस्तो कुराको छुइनँ हजुरहरूले भनिदिनु होला हजुरहरूले भनेको जस्तै म भिडियो बनाउँछु म यस्तो माथि आइसकेँ होइन अब त राख्नु पर्दै गयो है र देखाउँदैछु हजुरहरूलाई हजुरहरू मेरो भिडियो हेरेर धेरै इन्जोय गर्नु होला है साथीहरू यहाँ तल थियो म चाहिँ यता भिडियो बनाउनु लागि हिँडिरहेको छु म चाहिँ
यस्तो छ है यो साथी हो यो सबै सिमसाक हो क्या यो सिमसाक कसैलाई थाहा छ सिमसाक युएसमा पनि सिमसाक पाउँछ नि रोप्नु पर्दैन रहेछ है युएसमा त सिमसाक आफै पलाउँदो रहेछ किनभने नेपालीले खान्छ नि सिमसाक कति धेरै मन पराउँछ नि त तर यो त धेरै बुढो भएछ क्या हुर्केर गएर यस्तो भएछ हामी यतै उयो हो माछा मार्न आउने सिमसाकहरू खोज्न आउने इन्जोय गर्ने ठाउँ चाहिँ हाम्रो यही हो यस्तो छ डाँडा है यस्तो धेरै डाँडा छ हैन ओ माय गॉड घाम पनि डुब्न लाग्ने साथी हो यो चाहिँ पानीको मिसिन हो फेरि एकचोटि सरर देखाउँछु साथीहरूलाई है यस्तो छ है ओके बाई बाई साथी हो आजको भिडियो म यहाँ इन गर्न चाहन्छु अब चाहिँ एकदम हात पनि चिसो भयो कस्तो लाग्छ हजुरहरूलाई प्रतिक्रिया दिनु होला कमेन्टमा भनिदिनु होला हात पनि एकदम चिसो भयो अब चाहिँ म भिडियो यही इन गर्न चाहे साथी हो ओके बाई बाई सी यू नेक्स्ट ब्लग